नमस्कार मित्रगण, हामी आज फेरि लाइभमा छौं। तपाईहरुले देखिदै हुनुहुन्छ हाम्रो अगाडि यहाँ धेरै पुस्तकहरु छन् र हजुरहरुको जिज्ञासा मेटाउँदै म भन्न चाहन्छु यी सबै पुस्तक केवल एउटा विषयको छ र हामीसँग हुनुहुन्छ पूज्य गुरुदेव हाम्रो वृन्दावनबाट हुनुहुन्छ। उहाँ आज सौभाग्यवश हाम्रो घरमा आउनु भएको छ। हामीहरुले उहाँलाई भेट्यौं र के भने कुनै विशेष व्यक्ति, कुनै विशेष गुरुजन जसलाई पनि भेटिन्छ र उहाँका केही ज्ञानहरु हामी यदि हजुरहरु समक्ष ल्याउन सक्छौं वा हामी केही लिने प्रयास गर्छौं वा केही लिन सक्छौं भने पनि बहुत ठूलो एउटा कुरो हुन्छ। त्यसैले गर्दै मैले आज गुरुजीलाई मैले लाइभमा लिएर आएको छु। म सर्वप्रथम त गुरुजीलाई आफ्नो परिचय दिन हुन म अनुरोध गर्दछु। लक्ष्मीनाथ समारंभां नाथयामन मध्यमाम् अस्मदाचार्य पर्यन्तां वन्दे गुरु परम्पराम् अस्मद्गुरुभ्यो नमः अस्मत्परमगुरुभ्यो नमः अस्मत्सर्वगुरुभ्यो नमः। समस्त गुरुजनहरूलाई स्मरण गर्दै आफ्ना इष्ट देवतालाई स्मरण गर्दै अब प्रथम परिचय हजुरले सोध्नु भयो हैन? वास्तवमा परिचय चाहिँ हामीले अन्तिममा दिन गर्छौं। तैपनि अब हजुरको वाक्यलाई त्यसको सम्मान गर्दै यो बाबुको नाम सुदर्शन श्रीनिवास थर भट्टराई र हाल हामी अध्ययन, अध्यापन, निवास, आवास जे पनि भन्छौं यो सबै वृन्दावनमा चल्दैछ। हजुर, श्रीधाम वृन्दावन भगवानको लीलास्थली। वृन्दावनमा अहिले लगभग 60-70 बालकहरूलाई श्रीमद् भागवत, गीता, अमरकोश इत्यादि ग्रन्थहरूको व्याकरण, संगीत, कम्प्युटर, इंग्लिश लगायत हाम्रो चाहिँ 7 ल्याङ्ग्वेजेस एन्ड 7 सब्जेक्ट्स भन्ने एउटा सानो प्रोजेक्ट लिएर काम गर्दैछौं। जुनमा चाहिँ 7 ल्याङ्ग्वेजेस भनेर चाहिँ संस्कृत आफ्नो भाषा भइगयो, हिन्दी वहीँको भाषा ब्रज भाषा, नेपाली, बंगाली, असमिया, इंग्लिश लगायत हामीसँग 7 भाषाको बोलचालमा हामीले त्यहाँ प्रयोग गर्छौं। अब त्यस मध्येमा कुनै विषयमा साहित्य पनि लेख्छौं। हामी अनेकौं भाषाहरूमा साहित्य पनि लेख्ने गर्छौं। ती मध्येमा अहिले हालमै पोखरा मा ठूलो यज्ञ भयो। त्यहाँ हाम्रो विजय कृष्ण भन्ने त्यहाँ यज्ञाचार्य अथवा यज्ञ सम्राट नामले उहाँ प्रसिद्ध हुनुभएको छ। अनि उहाँको त्यस कार्यक्रममा चैतन्य कृष्णजी महाराजजीको सान्निध्यमा यहाँ हाम्रो सरलपाडा पनि आएर शिव मन्दिरमा उहाँले सुन्दर यहाँ यो संस्कृतिको विषयमा कार्य गर्नुभयो उहाँले। अनि उहाँको सान्निध्य र उहाँको मञ्च चाहिँ हाम्रो विजय कृष्णजीको र सान्निध्य हाम्रो चैतन्य कृष्णजीको सान्निध्यमा यो बाबुको लेखनीबाट लेखिएको गण्डकी स्तोत्रको त्यहाँ त्यो लोकार्पण गरियो। अनि भनेपछि त्यसको हाम्रो त्यही मध्येमा यहाँ हाम्रा ईश्वर गौतमजीले गण्डकी भगवतीको आरती बनाउनु भयो, आमाको आरती बनाउनु भयो, आमाको आरती नेपाली र हिन्दी दुवैमा बनाउनु भयो उहाँले लगायत। त्यसपछि आमाका भजनहरू, श्रीकृष्णका भजनहरू भनेपछि त्यो विद्यालयको शुभ नाम चाहिँ अस्माकम विद्यालय भनेर चिनिन्छ अहिले। अनि साथमै हामी त्यहाँ 2टा संस्थाको सञ्चालन गर्दैछौं। एउटा जीवनम द लाइफ, यो जीवनलाई कसरी सुन्दर जीवन, व्यवस्थित जीवन र सरल जीवन बनाउने भन्ने चिन्तन गर्दै जीवनम द लाइफको संस्थापना गरिएको छ। र अब शिक्षा साधनालाई कसरी अघि बढाउने भन्ने क्रममा चाहिँ अस्माकम विद्यालयलाई हामीले अहिले सञ्चालनमा ल्याएका छौं। अनि हो यस्ता सञ्चालन गर्दा गर्दै हामी अहिले पुगिसकेका छौं महाराष्ट्र पनि पुग्यौं। पुणेमा पनि त्यसको स्थापनाको कार्यक्रम चल्दैछ। पुणेमा हामी योगको सेन्टर बनाउन चाहँदैछौं। त्यसपछि नेचुरोपैथी यसको पनि सेन्टर बनाउन चाहँदैछौं। अनि अब यही क्रममा हामी पुग्यौं यहाँ हाम्रो बागडोगरामा राम जानकी मन्दिर अनन्त आचार्य गुरुकुल भन्ने
विषयमा हामी उपस्थित भएका छौं र त्यहाँ पनि हामी अहिले गौशाला र राम जानकी मन्दिरको स्थापना साथमै गुरुकुलको स्थापना लगायत हामी विभिन्न प्रकारका कार्यक्रमहरू गर्न जाँदैछौँ। त्यही क्रममा हामी पुग्दैछौँ झापामा बिर्तामोडको निकट हल्दीबारी मेथीबारी गरामनी भन्ने त्यहाँ छेउछाउकै नाम हुन्। मुख्य स्थान चाहिँ मेथीबारी हो। त्यस मेथीबारी भन्ने ठाउँमा पनि अब हामी लक्ष्मीनारायण मन्दिरको त्यहाँ सञ्चालन चल्दैछ विगत 20 वर्षदेखि र त्यहाँ पनि अब गुरुकुलको हामीले चिन्तन गर्दैछौँ, गुरुकुल गौशाला इत्यादि। किन भन्दाखेरि गीता गोविन्द ग्रन्थ गुरु इन सबका रक्षाका लागि हामी अघि आउनुपर्छ भन्ने चिन्तनले काम गर्दैछौँ। अब सरल पाडामा पनि हामी यो चिन्तन गर्दैछौँ कि हामी धेरै छौँ, धेरै भएकाले हाम्रा छात्रहरू बाहिर गएर पढ्दैछन्, वृन्दावन जाँदैछन्, अयोध्या जाँदैछन्, बनारस जाँदैछन्, होइन हरिद्वार जाँदैछन् भने हामी आफूले यहाँ किन स्थापित नगर्ने भन्ने कुराहरू पनि चिन्तन गरेर यो बालक यहाँ बसेको छ। त्यसकारणले हाम्रो परिचय धेरै लामो हुँदै जाँदैछ। अलिकति संक्षिप्तमा लगेर भन्न खोजेको कि अब हाम्रो काम त्यस्तै गर्दै आज चर्चा हुन्छ गीता गुरु गोविन्द मध्यमा आज हामी मुख्य रूपले श्रीमद् भगवत गीताको रूपमा चर्चा गर्दैछौँ। त्यो मैले अघि नै भने हाम्रो यहाँ पुस्तकहरू जुन देख्दै हुनुहुन्छ हजुरहरू केवल एउटै विषयको छ, त्यो हो श्रीमद् भगवत गीता। श्रीमद् भगवत गीतालाई यहाँ अगाडि राखेर आज हामी गुरुजीहरूले जब यिनै विषयहरूलाई प्रचार गरिरहनु भएको छ, गीता कसरी पढ्ने, गोपाल सहस्त्र नाम, विष्णु सहस्त्र नाम, यी सम्पूर्ण कुराहरूलाई गुरुजीहरूले प्रचार गरिरहनु भएको छ र हामी आज गुरुजीबाट एउटा कुरो हामी आज जान्न चाहन्छौँ वा आज हामी यो विषयमा एउटा प्रश्न चाहन्छौँ चाहिँ श्रीमद् भगवत गीता म एकदम नयाँ एउटा विद्यार्थी हिसाबमा, नयाँ एउटा युवक हिसाबमा, नयाँ युवती एउटा हिसाबमा श्रीमद् भगवत गीताको अध्ययन म कसरी सुरु गर्नु, त्यो एउटा विषय लिएर हामी आज आएका छौँ र हामी गुरुजीबाट त्यो विषयमा नै प्रवेश गर्न चाहन्छौँ। प्रथम त हामी श्रीमद् भगवत गीता के हो त्यसमा अलिकति हजुरलाई म भन्दिन अनुरोध गर्दछु, एकदम संक्षेपमा गरौँ। हामी प्रयास गर्छौँ हामी आधा घण्टादेखि 45 मिनटमा कार्यक्रम सक्ने र श्रीमद् भगवत गीतामा जुन विषय प्रवेश भनौँ श्रीमद् भगवत गीताको र के हो र यसमा अलिकति भनिदिनु हुन म अनुरोध गर्दछु। गीता सुगीता कर्तव्या किमन्यै शास्त्र विस्तरैः या स्वयं पद्मनाभस्य मुख पद्माद विनिसृता भनेर यसरी श्रीमद् भगवत गीताको महात्म्यमा वर्णन गरिएको छ। सबैभन्दा पहिला गीता के हो भन्नुभन्दा पहिला पनि गीता कसले पढ्नुपर्छ भन्ने प्रश्नमा आउँ। अहिले कसरी पढौँ भन्नमा पहिला चाहिँ उसको योग्यको अधिकारीको भन्ने प्रश्न आउँछ। आज भोलि के भइसक्यो भन्दाखेरि गीता रामायण महाभारत वेद पुराण इत्यादि ग्रन्थहरू चाहिँ कुनै समुदाय विशेषले मात्रै पढ्ने हो भन्ने चाहिँ मनमा धारणा भएको छ, तर यो वास्तवमा यस्तो होइन। किन भन्दाखेरि यो जुन यी सबै ग्रन्थ जति पनि हामीले यहाँ अहिले उपस्थित त केवल गीता मात्रै गर्यौं, तर जति मैले पुस्तकहरूका ग्रन्थहरूका नाम लिए ती सबैमा कुनै समुदाय विशेषलाई भनेर लेखेको छैन। यो मानव मात्रले पढ्नु पर्ने विषयहरू हुन्। ठीक, हामी जब अध्ययन गर्न जान्छौं त्यहाँ नरह शब्द आउँछ प्रयोगमा, नरपुङ्गवः। अहिले गीताजीमा हामी पढ्छौं त्यसमा नरपुङ्गवः भन्ने शब्द छ। नर भनेको के हो? प्राणी, मानव। नरपुङ्गव भनेको के हो भन्दा प्राणीहरूमा श्रेष्ठ भन्ने हो, मानवहरूमा श्रेष्ठ भन्ने त्यसको अर्थ आउँछ। भनेपछि कुनै समुदाय विशेषले पढ्ने होइन भन्ने कुरा चाहिँ पहिला हामीले यो दिमागमा कन्सेप्ट एकदम क्लियर गरौँ। सबैले पढ्न सक्ने, सबैले। गीताजीमा पनि यस विषयको लेखन छ, भागवतजीमा स्वयं लेखन छ कि प्रत्येक व्यक्तिले पढ्नुपर्छ। हामीहरू जब विष्णु सहस्त्र नाम पढ्छौं त्यहाँ पनि लेखेको छ स्पष्ट रूपमा, ब्राह्मणले पढ्यो भने यथेष्टको प्राप्ति हुन्छ, क्षत्रियले पढ्यो भने उसको पनि यथेष्टको प्राप्ति हुन्छ, वैश्यले पढ्यो भने उसको पनि यथेष्टको प्राप्ति हुन्छ र शूद्रले पढ्यो भने पनि यथेष्टको प्राप्ति हुन्छ। गणेशजीको आराधनामा लेखिएको छ विद्यार्थी लभते विद्याम, धनार्थी लभते धनम, पुत्रार्थी लभते पुत्रान, मोक्षार्थी लभते गतिम। भनेपछि अब विद्यार्थीको विद्याको कामना कसैलाई हुँदैन,
धनको कामना कसलाई हुँदैन, पुत्र सन्ततिको कामना कसलाई हुँदैन र मोक्षको कामना कसलाई हुँदैन भनेपछि त यसमा त कुनै व्यक्ति विशेषको नाम छनै छैन। हजुर हो, भागवत जब हजुर आउनुहुन्छ विष्णु सहस्रनाममा त्यहाँ पनि ब्राह्मणले पढ्दा के हुन्छ, क्षत्रियले पढ्दा के हुन्छ, वैश्यले पढ्दा के हुन्छ, शूद्रले पढ्दा के हुन्छ, नारीले पढ्दा के हुन्छ भने प्रत्येक त्यहाँ चाहिँ छर्लङ्ग पारिएको छ। भने यहाँ हामी जो कुचक्रमा फँसेका छौं कि व्यक्ति समुदाय विशेषले मात्रै पढ्ने, लिङ्ग विशेषले मात्रै पढ्ने, जाति विशेषले मात्रै पढ्ने भन्ने चाहिँ यो चाहिँ धारणाले बिल्कुल कन्सेप्ट क्लियर गर्ने। हजुर, र यो पहिलो अधिकारी भनेको बुझौं सबैजनाले जे हामी यो जुन गीता छ त्यो सबैले पढ्न मिल्छ, यसमा हामीहरूले कुनै संकोच राख्नु हुँदैन। र अब विषयमा जाउँ, गीता श्रीमद् भगवत गीता के हो यसको विषयमा अलिकति प्रवेश गरौँ। ठिक, हजुरको प्रश्नै सम्बन्धित कुरै चल्दै थियो। त्यसमा चाहिँ अब जस्तै कसले पढ्ने, कसरी पढ्ने, कसले पढ्ने भन्ने विषय क्लियर भयो, सबैले पढ्ने, अधिकारी सबै हुन् भन्ने आयो। अब तर प्रारम्भिक व्यक्तिले कसरी पढ्ने, अब जसले संस्कृतको स पढेको छैन, हो, व्याकरणको व जान्दैन, गीताको ग जान्दैन भने त्यस्ता व्यक्तिले कसरी प्रवेश गर्ने भन्ने कुरा आयो। भनेपछि यसलाई एकदम सजिलो उत्तर, संस्कृत व्याकरणको प्रारम्भिक शिक्षा हामीले सुरु गर्नुपर्छ। हजुर, किन भन्दाखेरि यदि म बाइक चलाउन चाहन्छु, म गाडी चलाउन चाहन्छु भने के गर्नु पर्यो, त्यसको क्लच के हो, गियर के हो, हेडलाइट के हो, त्यसको हर्न कता छ भन्ने कुराहरूलाई हामीले बुझ्छौँ हैन। त्यस्तै प्रकारले अब यी नानी आइन्, ल बालक आइहालिन्, नानी आइन्। अब यी नानीलाई हामीले कुनै पनि विषयमा प्रवेश गराउन चाहन्छौँ भने के गर्नुपर्छ भन्दाखेरि त्यसको एउटा बेसिक जानकारी तयार गर्छौँ। खेलेर होस् कि हाँसेर होस् कि गाएर होस् कि नाचेर होस् कि त्यसको त्यस्तो तयारी हुन्छ। त्यसरी नै सर्वप्रथम चाहिँ हामीले के गर्नु पर्यो भन्दाखेरि केही विशेष शब्दहरूको अध्ययन सुरु गर्नु पर्यो। जस्तै शब्दरूप, शब्दरूप अध्ययन किन गर्नुपर्छ भन्दाखेरि त्यो केवल रट्नका लागि होइन, शब्दरूप चाहिँ शब्द उच्चारण गर्नका लागि। फेरि संस्कृत भाषाको एउटा विशेषता कस्तो छ भन्दाखेरि नि, अंग्रेजीमा हजुरले एउटा शब्दलाई 3-4 प्रकारले त्यसलाई तोडमोड गर्न सक्नुहुन्छ होला। जस्तै गो, वेन्ट, गोन भनियो, गोज, गोइङ, हो, अरू पनि के यताउता लगाएर ठिक भन्न सकिन्छ। ठिक, विनलाई विनर बनाउन सकिन्छ होला, हो, सकिन्छ। कुकलाई कुकमेन, कुक वुमेन, कुकर इत्यादि शब्दलाई त्यसलाई प्रयोग गर्न सकिन्छ हुन्छ, कुकेड भन्न सकिन्छ होला होइन। तर संस्कृत भाषामा चाहिँ कस्तो छ भन्दाखेरि एउटा शब्दलाई लगभग 24 प्रकारले त्यसलाई परिवर्तन गर्न सकिन्छ। जस्तै हजुरको नाम हिरक भन्ने शब्द मैले लिएँ हो, नानीको नाम मोहिता। अब मोहिता अथवा हिरक अथवा मेरो नाम सुदर्शन, यी सबै नामलाई चाहिँ हामीले 24 प्रकारले यसलाई बदलिन सक्छौं र यी भन्दा धेरै पनि छन् बदलिने। तर एउटा बेसिक जानकारीका लागि पनि हामी 24 प्रकारले बदलिन्छौं। अनि त्यो बदलिँदाखेरि के हुन्छ भने जिब्रो हाम्रो पड्किन्छ, फर्किन्छ, लड्किन्छ, जताततै झट्किनु पर्ने त्यताततै जान्छ र शब्द हाम्रा मुखमा पस्छन्। अब संस्कृतमा कस्तो हुन्छ भन्दाखेरि अब यो गीताजीलाई मैले पल्टाएँ हो, हेर्नु यहाँ अब यो श्रीमद् भगवत गीता लेखेको छ। कति व्यक्तिले यो शब्दलाई नै एकदम गलत उच्चारण गर्नुहुन्छ। ठिक, अलिक म छेउमै लगाउँ हैन, देखिदैछ होला नि। अब यो श्रीमद् भगवत गीतालाई चाहिँ व्यक्तिहरूले के गर्नुहुन्छ, शब्दै उच्चारण गलत गर्नुहुन्छ। कतिले भागवत गीता भन्नुहुन्छ, कतिले भगवत गीता भन्नुहुन्छ। अब यहाँ के छ भन्दाखेरि हेर्नु एकदम, अब यहाँ कस्तो छ भन्दाखेरि यहाँ श्रीमद् शब्दको 24 चोटि त्यसको फर्काउने पल्टाउने शब्द अभ्यास गरियो भने त के हुन्छ भन्दाखेरि त्यसको उच्चारण आयो। श्रीमद् शब्दलाई हामीले 24 चोटि फर्कायौं पल्टायौं भने त्यसको उच्चारण शुद्ध भयो नि, शुद्ध भयो हो। भगवत शब्द छ, भगवत शब्दलाई हामीले 24 चोटि पल्टायो फर्कायौं भने त्यसको पनि अन्तर आयो, त्यसको पनि उच्चारणमा हाम्रो अभ्यास भइसक्यो। ठिक, अनि त्यसपछि गीता शब्दलाई पनि हामीले 24 चोटि पल्टायो फर्कायौं भने त्यसको पनि अभ्यासमा आयो। उदाहरणको रूपमा हेर्नु है त, अब हजुरले गरेको प्रश्नलाई अझै अब छर्लङ्ग पार्दैछु म। मैले हामी 3 जनाको नाम लिएको थियो, मोहिता,
हीरक सुदर्शन भन्ने शब्दलाई लिएका थियौं हैन। हजुर। अब यी मध्येमा मैले मोहिताको नाम लिन्छु। हजुर। मोहिता नामलाई हामीले 24 चोटि कसरी फर्काउन सक्छौं भन्दाखेरि मोहिता, मोहिते, मोहिताः, मोहिताम, मोहिते, मोहिताः, मोहितया, मोहिताभ्याम, मोहिताभिः, मोहितायै, मोहिताभ्याम, मोहिताभ्यः, मोहितायाः, मोहिताभ्याम, मोहिताभ्यः, मोहितायाः, मोहितयोः, मोहितानां, मोहितायां, मोहितयोः, मोहितासु, हे मोहिते, हे मोहिते, हे मोहिताः। अब जो प्रारम्भिक व्यक्तिले जब यस शब्दलाई यतिचोटि दोहोऱ्याइसकेको हुन्छ र अलग अलग त्यसमा स्वर व्यञ्जनको प्रयोग भइसकेको हुन्छ भने त्यो व्यक्तिले त्यस शब्दका उच्चारण गर्न सिकिसकेको हुन्छ। हजुर। अब त्यस्तै श्रीमद् भगवत गीतामा श्रीमद् शब्दको नै 24 चोटि त्यो रूप परिवर्तन हुन्छ। श्रीमद् शब्द छ भने श्रीमद्, श्रीमदौ, श्रीमदः भन्ने शब्द हुन्छ। अब श्रीमद् शब्द अरु पनि रूपले चल्छन्। श्रीमद्बाटै श्रीमान बनेको हो। श्रीमान, श्रीमन्तौ, श्रीमन्तः भन्ने पनि चल्छ। यही श्रीमद् शब्दबाट श्रीमती शब्द बनेको हो। फेरि श्रीमती, श्रीमत्यौ, श्रीमत्यः भन्ने शब्द बन्छ। भगवत शब्द भयो। अब भगवत शब्दको रूप कसरी चल्छ? भगवान, भगवन्तौ, भगवन्तः। हामीले त भगवान मात्रै सुनेको छ। अब गीता पढ्न थाल्दाखेरि कतै भगवतः लेखेर आइदिन्छ, कतै भगवन्तम लेखेर आइदिन्छ, कुनै ठाउँमा भगवत्सु लेखेर आउँछ। अब त्यो कसरी अभ्यास होस् त भन्दाखेरि शब्द रूपको परिवर्तन जब हामीले अभ्यास गर्दछौं त्यो अभ्यास हाम्रो जिह्वामा लगातार भइसकेपछि त्यो भागवत स्वयं गीताजीमा भगवान भन्नुहुन्छ अभ्यासेन तु कौन्तेय वैराग्येण च गृह्यते। अभ्यासले, योग सूत्रले भन्दछ वैराग्य अभ्यासाभ्याम भनिन्छ। वैराग्य र अभ्यासले नै त्यो सफलताको प्राप्ति हुन्छ। ठीक, त्यसकारणले अब त्यस्तै गीता शब्द छ। अब गीता शब्दको रूप ठ्याक्कै मोहिता शब्द जस्तो चल्छ। मोहिता, मोहिते, मोहिताः भने जस्तै गीता, गीते, गीताः। अब जब यो शब्द रूप र धातु रूप, फेरि शब्द रूपका साथमा धातु रूप पनि छन्। तिनको लगभग हामीले लगभग 10 वटा शब्द रूप र 10 वटा धातु रूपका हामीले अभ्यास गर्यौं भने अनि चाहिँ हामीले प्रवेश गर्न सक्छौं यसमा। त्यसले सरलता भयो। त्यसो हामीले पहिला शब्द रूप र धातु रूप सिक्नु पर्यो। सिक्नु भन्दा अभ्यास गरौं। अब कण्ठस्थै गर्नुपर्छ भन्ने अब नराखेर त्यसलाई चाहिँ अभ्यास गर्ने क्रममा आयौं भने सजिलो हुन्छ। अब जस्तै हामीले प्रथम श्लोक के हो हामी सबैलाई लगभग याद छ होला हैन? प्रथम श्लोक हो धर्मक्षेत्रे कुरुक्षेत्रे समवेतायुयुत्सवः मामकाः पाण्डवाश्चैव किमकुर्वत संजय भन्ने आयो। अब हेर्नु है त, यहाँ हामीले यस पुस्तकमा हेरौं है त। हजुर, सजिलोसँग हेर्न सक्नुहुन्छ। हजुर, यहाँ लेख्दै पनि हुन्छ, कमेन्टको रिप्लाई पनि गर्नु होला। कमेन्ट गर्नुहोस्, कुनै पनि प्रश्न हुँदा हजुर सोध्नुहोस्। अब यहाँ हामीले हेरौं है त के छ भन्दाखेरि अलिकति मिलाएर राखिदिउँ त। त्यहाँ हजुरले औँलो चलाइदिनु त्यहाँ। हजुर, ठीक। अब धर्मक्षेत्रे, अब यो शब्द त वास्तविकमा प्रारम्भिक शब्द धर्मक्षेत्र मात्रै शब्द हो। हजुर, हेर्नु है त, धर्मक्षेत्र मात्रै शब्द हो। ठीक। अनि धर्मक्षेत्र मात्रै शब्दले चाहिँ अब त्यो शब्द रूप परिवर्तन भएर धर्मक्षेत्रे बनिदियो। अब त्यो शब्द रूपको अभ्यास गरेको छैन भने त व्यक्तिले धर्मक्षेत्रे उच्चारण गर्नलाई अप्ठ्यारो पर्छ। हजुर, उसले धर्मक्षेत्र मात्रै भन्छ, धर्मक्षेत्रे भन्नेतिर जानुलाई अभ्यास चाहिन्छ। अर्को शब्द छ कुरुक्षेत्रे। किताबमा ठीक, कुरुक्षेत्रे भन्ने शब्द छ। त्यो पनि कस्तो छ? शब्द रूपले परिवर्तन भएको। ठीक। धर्मक्षेत्रे, कुरुक्षेत्रे, समवेता। समवेता शब्द पनि त्यो शब्द रूप परिवर्तन भएरै बनेको। युयुत्सवः भन्ने शब्द पनि शब्द रूप परिवर्तन भएर भएको। अर्थात जति पनि गीताजीमा, भागवतमा, पुराणमा, वेदमा जति पनि शब्द त्यहाँ आउँछन् ती सबै शब्दमा केही न केही परिवर्तन भएको हुन्छ। ठीक। रामलाई राम मात्रै लेखिदैन ग्रन्थमा। रामः, कतै रामौ, कतै रामाः, कतै रामम, कतै रामेण, कतै रामाय, कतै रामेषु यसरी लेखेको हुन्छ। अब रामेषु लेखेको व्यक्ति त्यो कसरी उच्चारण गरोस् त भन्दाखेरि पहिला अभ्यास चाहियो।
ठिक। अनि त्यसको फेरि यहाँ विसर्ग र बिन्दु पनि आउँछन् बीच बीचमा। हजुर, विसर्ग बिन्दु मात्राणी पदपादाक्षराणी च भन्ने हुन्छ। विसर्ग के हो, बिन्दु के हो, अर्थात हामीले जस्तै अंग्रेजी पढ्दाखेरि ABCD बाट प्रारम्भ गर्छौं, फेरि A फर एप्पल बोल्छौं, अनि त्यसपछि फेरि अझै त्यस्तो स्तर हाम्रो बढ्दै जान्छ। गणितमा हामीले पहिला जोड्न सिक्छौं, फेरि घटाउन सिक्छौं, फेरि त्यसपछि मल्टिप्लाई गर्न सिक्छौं, त्यसपछि अगाडि फेरि डिभाइड गर्न सिक्छौं। हो त्यस्तै क्रमले यसको पनि एउटा सिडी दर सिडी हामी जानुपर्छ। अनि यसमा पनि अझै एउटा विशेष कुरा के छ भन्दाखेरि पढ्न सिक्नु होइन। पहिला हाम्रो प्रश्न अहिले जुन गरियो त्यो प्रश्नमा पनि हाम्रो अलिकति कमी भयो। हजुर, पढ्न सिक्ने होइन। पहिला हाम्रा ग्रन्थहरू सुन्न सिक्नु पर्यो। पढ्ने अगाडि हामीले सुन्न जरुरी छ। हो, सिक्न जरुरी। सिक्न भने सुन्न, शब्दहरू कसरी उच्चारण हुँदैछन्। हजुर, त्यो कुरा हजुरले त्यही भन्न खोज्नुहुँदैछ। एकदम। हजुर अझै एउटा कुरा के छ भन्दाखेरि जो व्यक्ति राम्रो श्रोता हुन्छ नि, हजुर, त्यो व्यक्ति राम्रो वक्ता हुन सक्छ। हजुरहरूलाई त्यही भएर म भन्दैछु, सुन्नु होला, यो धेरै महत्त्वपूर्ण कुरो छ र सेयर पनि गरिदिनुहोस्। जसले हेर्दै हुनुहुन्छ सेयर पनि गरिदिनुहोस्। यहाँ धेरैले सेयर गर्नुभएको छ, धन्यवाद हजुरहरूलाई। हजुर, सेयर गर्नुहोस्। कुनै पनि प्रश्न छ सोध्नुहोस्, उहाँले उत्तर दिनुहुन्छ। हजुर। अनि भनेपछि हामी राम्रो श्रोता बन्न सक्नुपर्छ। आज हाम्रो जुन युवा आउँदैछ, जेनजी शब्द, अल्फा शब्द छन् होइन, त्योभन्दा बीटा पनि आइसक्यो होला होइन। अनि हो त्यस्ता पुस्ताले आज उनीहरूभित्र सुन्ने पेसेन्स छैन, सुन्ने धैर्य छैन, राम्रो श्रोता उनीहरू बन्न सकेका छैनन्। फ्याट्टै जवाब दिने, फ्याट्टै हो भयो म सुन्दिन, म टेर्दिन। किन भन्दाखेरि हामीले श्रुति परम्परालाई तोडिदियौं। यी सबै के हुन्? यी सबै ग्रन्थ के हुन् भन्दाखेरि श्रुति हुन्। यी सबै ग्रन्थ स्मृति हुन्। श्रुति भनेको सुनेर र स्मृति भनेको स्मरण गरेर जिन ग्रन्थलाई हामीले आजसम्म यहाँसम्म ल्यायौं, तिनी ग्रन्थहरूको शुभ नाम चाहिँ के हो भन्दाखेरि श्रुति, स्मृति, पुराण इत्यादिले उनलाई जानिन्छ। ठिक। अर्थात यसमा हामीले सबैभन्दा पहिलो खुड्कीलाई चाहिँ के रहेछ भन्दाखेरि पढ्न जान्नुभन्दा पहिला पनि सुन्न जान्नु पर्यो। अब सुनेपछि के हुन्छ भन्नु त? सुनेपछि मैले कुनै एउटा गीत छ मानौ, एउटा मैले बाङ्ला गीत, त्यसको अर्थ नबुझी मैले त्यसलाई कण्ठस्थ गरिदिएँ। गीत के हो भन्दाखेरि वनमाली तोमी पर जनमे होइ हो राधा। अर्थ थाहा थिएन त्यति बेला, तर रटियो। अच्छा, त्यो जोनी जोनी यस पापा भन्ने अर्थ केही थाहा थिएन। अर्थ नवर्थ गोविन्द गाई भने जस्तै जोनी जोनी यस पापा इटिङ सुगर नो पापा भनिन्थ्यो, तर पछि अनि फेरि बाबा ब्ल्याक्से भनिन्थ्यो, ट्विङ्कल ट्विङ्कल भनिन्थ्यो। कसरी भनियो भन्दाखेरि श्रुति परम्पराले। त्यो बाबुले त्यो TWI भनेर ट्विङ्कल पढ्न आउँदैन, जोनीको नि स्पेलिङ उसलाई थाहा छैन, तै पनि उसले कसरी त्यो शुद्ध उच्चारण गर्दैछ भन्दाखेरि सुनेर। एउटा साउथ इन्डियन गीत मलाई याद आउँछ, त्यसको अर्थ थाहा छैन, त्यति बेलामा गाइयो वाइ दिस कोलाबेरी डिस भन्ने एउटा गीत आयो। त्यो कसरी गाइयो त? ठिक। मलाई आसामिस पनि एउटा गीत आउँछ, कसरी गाइयो भन्दाखेरि सुनेर। मलाई पन्जाबी गीत आउँछ, कसरी आयो भनेर सुनेर। अर्थात सुन्नका लागि अर्थको, व्याकरणको, त्यसको उच्चारण परम्पराको आवश्यकता रहेन रहेछ भन्ने बुझ्नुपर्छ हामीले। ठिक। त्यस कारण चाहिँ हामीले के गर्नु पर्यो भन्दाखेरि पहिलो सुन्न सिक्नु पर्यो। कुनै पनि विषयमा प्रवेश गर्नु, कुनै पनि भाषामा प्रवेश गर्नु, कुनै पनि कार्यमा प्रवेश गर्नु, यदि हामीले सिक्ने मन छ र सुन्न जान्दैनौँ भने हामीले केही पनि सिक्न सक्दैनौँ। हामीले मानौ म ड्राइभिङ सिक्न चाहन्छु, तर त्यो सिकाउने मान्छेको म कुरै सुन्दिनँ भने सिक्न सकिन्छ त ड्राइभिङ? सकिँदैन। उसले भन्छ भाइ क्लच दबा, म भन्छु के क्लच भनेको के हो भन्छ, सोध्न थाल्छु। उसले त्यो व्याकरण सोध्न थाल्ने हो होइन। क्लच दबा भनेपछि दबा हुने बस। अब ऊ आफूसँग सिकाउने भइसकेपछि गीताजीमा भगवानको छेउमा अर्जुनले के भन्नुहुन्छ? अर्जुनले भन्नुहुन्छ शिष्यस्तेहम साधिमाम तम प्रपन्नम। हे भगवान, अब म हजुरको शिष्य बनिसके, अब हजुर नै जान्नु। यदि त्यस्तो श्रुति परम्परा भनेको चाहिँ आज्ञाको पालन,
साथमा त्यसमा पनि एउटा अन्धभक्ति भनिन्छ नि, वास्तवमा अन्धभक्ति चाहिन्छ यसमा। धेर बुद्धि लगायो भने काम लाग्दैन। पहिला अन्धभक्ति गरौं। हाम्रा हजुरबा हजुरबुवाहरूले, हाम्रा कुप्रीबा इत्यादिले, हाम्रा ऋषिहरूले कसरी त्यो कुरालाई ल्याए यहाँसम्म। अन्धभक्ति गरिएन भने, धेरै प्रश्नतिर गइयो भने, तर्कतिर गइयो भने त्यो कुरालाई बुझ्न गाह्रो हुन्छ। पहिला हिँड्न त सुरु गरौं। अब हामी त्यो बाटो हिँडेकै छैन, एउटा मान्छेले मानौ म बाटो सोध्न जाँदैछु, मलाई कहीँ पुग्नु पर्ने छ, मैले भन्छु हो फलाना ठाउँमा पुग्नु पर्ने छ, के हो बाटो भन्दाखेरि उसले भने यताबाट जाऊ भन्ने। अब उसँग म तर्क वितर्क गर्न थालेँ भने के म ठाउँमा पुग्छु त? पुगिँदैन। समयअनुसार पुग्नु पर्ने त्यहाँ पुग्नु पर्यो। हजुर, प्रश्न जुन आउँदैछन् विषयदेखि बाहिरका प्रश्नलाई हामी पछाडि हाम्रो जुन लाइभ सकेर, हाम्रो विषयलाई सकेर अनि हामी हजुरहरूको प्रश्नको अलिकति प्रश्नतिर जानेछौँ, उत्तर दिन। अलिकति विषयदेखि बाहिरको प्रश्न आउँदैछन्, म हजुरहरूलाई एकछिन धैर्य धरेर सुनिदिन पनि म आग्रह गर्छु। यो जुन कुराहरू सकेरै हामी हजुरको प्रश्नको उत्तर दिनेछौँ। हजुर, नारायण। भनेपछि यदि हामीले प्रवेश गर्न चाहन्छौँ भने प्रथम कार्य चाहिँ के गर्नु पर्यो? श्रवण परम्पराबाट प्रवेश गर्नु पर्यो। श्रवणपछि हामीले त्यसलाई दर्शन पनि गर्नु पर्यो। पहिला श्रवण गर्दै गर्दै जाउँ। लगभग मानौ म प्रथम अध्याय 10 दिन मैले श्रवण मात्रै गरेँ भने अब 10 दिन श्रवणका साथमा दर्शन पनि गर्छु म, दृष्टिपात पनि गर्न थाल्छु। अब त्यसपछि त्यो अघिल्लो जो अन्तिमको 10 दिन बच्छ 1 महिना भित्रमा, अघिल्लो 10 दिन त म पुरै गीता नै, पुरै प्रथम अध्याय नै बोल्न सक्छु म। किन कानले पनि अभ्यास गरिसके, आँखाले पनि अभ्यास गरिसके, अब जिब्रोको अभ्यास मात्रै बाँकी छ। जिब्रोको अभ्यास गर्नका लागि अन्तिम 10 दिनमा हामीले आरामले त्यसलाई प्रथम अध्याय पढ्छौँ, फेरि अघिल्लो अध्याय लिनु। भनेपछि हामी 1.5 वर्षभित्रमा अति सरलताले, अति परिश्रम नगरिकन हामी पुरै 18 अध्याय रट्न सक्छौँ, बोल्न अभ्यास गर्न सक्छौँ। अनि फेरि हाम्रो विद्यालयले एउटा विशेष नियम निकालेको छ। त्यो विशेष नियममा चाहिँ 2 महिनामा 700 श्लोक कण्ठस्थ हुन्छन्। फेरि कण्ठस्थै हुन्छन् 2 महिनामा। त्यो कसरी? त्यसका लागि चाहिँ के गर्नुपर्छ भन्दाखेरि बिहान 2 घण्टा दिनु पर्यो र बेलुका 2 घण्टा दिनु पर्यो। त्यो यदि हजुरहरूले हामीले भने अनुसार त्यो 2 घण्टा बिहानको र 2 घण्टा बेलुकाको हजुरले, अथवा कुल मिलाएर 1 दिनमा 4 घण्टा हजुरले दिनुहुन्छ भने गीताजीलाई, हजुरले पुरै 2 महिनामा गीताजी कण्ठस्थ। हजुरले 2 घण्टा मात्र दिनुभयो भने फेरि 4 महिना लाग्छ। दिनको 2 घण्टा मात्र दिनुभयो भने 4 घण्टा, दिनको 4 घण्टा दिनुभयो भने 2 घण्टा, 2 महिना, र त्यसपछि दिनको 8 घण्टा दिन सक्नुभयो भने 1 महिनामा हजुरले त्यो गीताजीलाई कण्ठस्थ गर्नुहुन्छ। 700 श्लोक हजुरका कण्ठको हार बनेर, कण्ठको रत्न बनेर त्यहाँ उपस्थित हुनुहुन्छ। यस्ता उपायहरू हामीसँग छन् र यसका लागि हामी अनलाइन पनि प्रयास गर्दैछौँ, अफलाइन आफ्नो विद्यालयमा त प्रयास गरिरहेका छौँ। अनि यो चाहिँ हाम्रो गीता प्रवेश गर्ने एउटा तरिका हो, श्रवण। उहाँसँग जोडिनु होला, म प्रयास गर्छु। एउटा कमेन्ट उहाँको म अहिले हालेर पिन गरिदिन्छु त्यो कमेन्टलाई। त्यसो हुँदाखेरि के हुन्छ भने तपाईँहरूले त्यो कमेन्टमा गएर उहाँको आइडीलाई फलो गरेर उहाँसँग जोडिन सक्नुहुन्छ। म हजुरको त्यो मोबाइल हजुर म त्यो सबैजना जोड्न सक्छन्। हजुर, विषयमा प्रवेश गर्दै गरौँ, म यहाँ गर्दै जान्छु। हजुर। अनि भनेपछि चाहिँ के बुझियो भन्दाखेरि कुनै पनि शास्त्र, कुनै पनि शिक्षा, कुनै पनि एजुकेसन, कुनै पनि कुरा यदि हामी सिक्न चाहन्छौँ भने त्यसका लागि चाहिँ एउटा मात्रै सिधा र सरल परम्परा के हो भन्दाखेरि श्रुति परम्परा। रटन्त विद्याले काम गर्दैन, हजुर, घोकन्त विद्याले धेरै लामो काम गर्दैन, तर श्रुति परम्पराले जो काम गर्न सक्छ त्यो हजुर मृत्यु पर्यन्त पनि काम गर्छ। त्यसको एउटा राम्रो उदाहरण दिउँ हजुरलाई। हजुर, हाम्रा हजुरआमाहरूले, हाम्रा हजुरबाहरूले धेरै पढ्नु भएको थिएन, हजुर, तर उहाँहरूका श्लोक सुन्नु होला, हजुर, उहाँहरूले बोलेका मन्त्र सुन्नु होला। यस्ता अद्भुत मन्त्र, यस्ता अद्भुत श्लोकहरू सुन्न पाइन्छ कि उहाँहरूले त्यो हामीले पढेका व्यक्तिले पनि कहिले नसुनेको श्लोक पनि सुनिन्छ। हजुर, त्यो कसरी भयो त? श्रुति परम्पराले। कुन परम्पराले भयो? श्रुति परम्परा। त्यसैले हामीले ऋषिहरूले यस परम्पराको नाम के राख्नुभयो? श्रुति र स्मृति परम्परा। उहाँहरूले यो नाम राख्नुभयो। त्यसकारणले जति पनि
साधकहरू हुनुहुन्छ, साधिकाहरू हुनुहुन्छ, गीता, विष्णु सहस्रनाम, गीता गोपाल सहस्रनाम लगायत जति पनि हाम्रा ग्रन्थ पढ्न चाहनुहुन्छ उहाँहरूले के गर्नु पर्यो भन्दाखेरि श्रुति परम्पराले प्रारम्भ गर्नु पर्यो। आफ्नो गुरु परम्पराले यदि आफ्नै गुरु स्थानबाट सिक्न सकियो भने धेरै ठुलो कुरा हो। सिक्न सकिएन भने हालमा चाहिँ के गर्नु पर्यो भन्दाखेरि स्पष्ट रूपमा हामीले जोडिएर कुनै पनि माध्यमले, सञ्जाल माध्यमले जोडिन सकिन्छ कि आफ्नो छेउछाउको मन्दिरमा गएर उहाँका मन्दिरका मुख्य व्यक्तिसँग जोडिन सकिन्छ कि, अथवा छेउछाउमा कुनै गुरुकुल छ भने त्यो गुरुकुलसँग जोडिन सकिन्छ कि, अथवा हाम्रो गाउँघरमा कुनै यस्ता ग्रन्थका ज्ञाता हुनुहुन्छ भने उहाँसँग जोडिन सकिन्छ कि, कसरी जोडिन सकिन्छ त्यो श्रुति परम्पराबाट प्रारम्भ गरेर हामी त्यस ग्रन्थको अधिकारी बन्न जान्छौँ। र यति भन्दै मेरा आफ्ना जुन क्रम थिए हजुरले जस्तो क्रमले सोध्नुभयो त्यो क्रममा केही आफूले थप पनि गरियो, केही कम बेसी भएछ भने त्यसलाई अब हजुरले अगाडि बढाउनु होला। म हाम्रो दर्शकहरूका लागि जो पनि श्रोता हुनुहुन्छ यहाँ सुनिरहनु भएको छ उहाँहरूका लागि व्याकरण गुरुकुलम श्री गोविन्द पीठम भनेर जुन चाहिँ नमस्ते लेखेर एउटा कमेन्ट छ त्यसलाई मैले पिन गरेको छु। त्यसमा हजुरहरूले त्यो सेयर गरेको जुन अप्सन छ त्यसमा क्लिक गर्दा उहाँको प्रोफाइल भिजिट गर्न सक्नुहुन्छ र उहाँको प्रोफाइल भिजिट गरेर फलो गर्नु होला। र कोर्सहरू पनि हजुरहरूलाई कुनै मन लाग्यो उहाँहरूसँग जोडिएर कुनै कुरा सिक्न मन लाग्यो भने उहाँलाई सोझै मेसेज गर्दाखेरि उहाँले त्यसको उत्तर दिनुहुन्छ। कुनै पनि विषयमा हजुरहरूले सोध्न सक्नुहुन्छ र हामीहरूले विषयमा प्रवेश गर्यौं जुन कसरी सुरु गर्नुपर्ने त्यो कुराहरू हामीहरूले बुझ्यौं। अब म अलिकति अर्को विषयमा छुन्छु। श्रीमद् भगवत गीता जुन छ यो धार्मिक ग्रन्थ भनेर हामी भन्छौं, तर यो धार्मिक ग्रन्थ भन्दा पनि बढी दार्शनिक ग्रन्थ एउटा हो। यसले तपाईलाई जीवन जिउन सिकाउँछ। यदि तपाई हताश हुनुहुन्छ, यदि तपाई डिप्रेसनमा पर्नु भएको छ भने श्रीमद् भगवत गीताको अध्ययन गर्नुहोस्। यसले तपाईलाई डिप्रेसनबाट बाहिर निकाल्छ। यसमा सम्पूर्ण त्यसको उपाय दिइएको छ। यदि तपाई अर्थनैतिक रूपमा साह्रो परिरहेको छ, तपाईलाई अर्थनीतिमा कसरी अघि बढ्ने कुराहरूमा तपाई जान्न खोज्नुहुन्छ भने त्यसका पनि विषयहरू यहाँ छन्। युद्धकलाका विषयमा, युद्धकला भन्दाखेरि आजभोलि हामी जुन ठुल्ठुला फिल्डमा बन्दुक बारुद चलाउने युद्धकला त्यसलाई मात्र युद्ध नभनेर हामी जीवन जुन यापन गरिरहेका छौं त्यो जीवन जिउनु पनि एउटा युद्ध भइसकेको छ र यसमा कसरी अघि बढ्ने ती विषय पनि यसमा छन्। श्रीमद् भगवत गीतामा अहिले एमए पनि हुन्छ, मास्टर अफ आर्ट्स हुन्छ इग्नोबाट, हजुरहरूले गर्न सक्नुहुन्छ, म गरिरहेको छु र एमए पनि हुँदैछ र एकदम हजुरहरूले त्यसमा गर्न सक्नुहुन्छ। र गीताको जुन एउटा महानता छ त्यो केवल धार्मिक प्रसङ्गलाई मैले अहिले अलिकति पर राखेर म गुरुजीबाट जान्न चाहन्छु। जुन यी मैले कुराहरू भने यी कुराहरू कतिको मतलब साँचो हुन् जुन म भन्दैछु। हजुर, अब सबैभन्दा पहिला चाहिँ धर्म शब्दलाई जोडौं, होइन? हजुर, धार्मिक होइन भनियो पहिला, होइन धार्मिक होइन भने केवल धार्मिक होइन। हजुर, त्यही म जोड्दै छु। हजुर, धार्मिक हो कि होइन, हो भने कति हो, र दार्शनिक शब्दलाई पनि जोडौं। हजुर, सबैभन्दा पहिला चाहिँ हामीले धर्म भनेको के हो त्यो चाहिँ बुझ्नु पर्यो। अब आज भोलि धर्म भनेको दुई चारवटा विषयलाई मात्र धर्म हामीले चिन्दैछौँ। हजुर, हिन्दू, इस्लाम, क्रिस्चियनिटी एन्ड सिखिजम, यस्तै यस्तै दुई चारवटा, पारसी, जैन, बौद्ध, यस्तालाई मात्रै धर्म बुझ्दैछौँ। तर वास्तविकमा धर्म शब्दको अर्थ यति साँगुरो छैन, हजुर, यति छोटो छैन, यति संक्षिप्त छैन। धर्म शब्दको अर्थ चाहिँ ध्रिय धारणे धातुबाट बनेर धारण गर्न जसलाई सकिन्छ ध्रियते इति धर्म भनेर भनिएको छ। अर्थात् जुन कुरालाई हामीले धारण गर्दछौं, जुन धारण गर्नु पर्ने कुरालाई धारण गर्यो भने त्यसलाई धर्म भनिन्छ। उदाहरणको रूप लियौँ है त। उदाहरण के हो भन्दाखेरि मानौ हामी दुवैजना शिक्षक हौं, होइन? हजुर, शिक्षकको के धर्म हुन्छ भन्दाखेरि गुरु धर्म हुन्छ। हजुर, शिक्षकत्व त्यो धर्म हो, मानवमा मानवत्व धर्म हो, पशुमा पशुत्व धर्म हो, एउटा पुत्रमा पुत्रत्व धर्म हो। त्यो पुत्र बनेर त्यो पुत्र भएर पुत्रका कर्म गर्दैन भने ऊ पुत्र धर्मबाट तल झरो।
तर पुत्र धर्मको पालन गर्दैछ भने पुत्र वन हो भन्ने कुरा चाहिँ त्यसलाई प्रमाणित गरौँ। अब यो गीताजीले हजुरले हामीले भन्यौं यसमा प्रत्येकको उत्तर छ हजुर, किन छैन? अवश्य छ। गीताजीमा मात्रै होइन, हजुर कुनै पनि धर्म ग्रन्थ उठाएर हनुमान चालिसा सबैभन्दा सानो ग्रन्थ हामीले अहिले कण्ठस्थ लगभग सबैलाई हुन्छ। हजुर अत्यन्त पीडित हुनुहुन्छ, डिप्रेसनमा हुनुहुन्छ, परेशान हुनुहुन्छ, हो त्यति बेला ठ्याक्क कुनै पनि ग्रन्थ पल्टाउनु होला। हजुरको प्रश्न त्यो पल्टाएका 2टा पाना भित्रमा त्यहाँ पुरै पढ्नु हजुरले तलदेखि माथिसम्म 2टा पाना मात्रै, ती 2टा पानामा हजुरले प्रश्नको उत्तर फ्याट्टै पाउनुहुन्छ। हजुरले समग्र अध्ययन गर्नु पर्दैन। म अत्यन्त पीडित छु, परेशान छु र मैले त्यतिकै यसरी आँखा बन्द गरेर प्रभु मलाई मार्ग देखाउनु भन्नुहोस्, हे ग्रन्थ मलाई मार्ग देखाऊ भन्नुहोस्। हामीले नेपालीमा पढ्थ्यौं, किताब तिम्रो गुणको बखान, के गर्न सक्छु म छु हे अजान, सधैँ नबानी कनकत्ती झर्को, दिन्छौ मलाई कन ज्ञान अर्को भनेर भन्छौं हामीले। अनि त्यस्तो पुस्तकलाई हामीले सरस्वती माताको वन्दन गरी नमन गरी यसरी फ्याट्ट पल्टायौं भने यो फ्याट्ट पल्टाउने बित्तिकै मेरो मस्तिष्कमा चल्दै गरेका कुराहरू यी 2टा पानामा विशिष्ट रूपले लेखिसकेका हुन्छन्। कुनै पनि ग्रन्थ पल्टाउनु, हनुमान चालिसादेखि लिएर हजुर वेद पुराण उपनिषद इत्यादि ग्रन्थ कुनै पनि पल्टाउनु यो अनुभवको विषय हो, यो के बोलेको कुरा होइन। हजुर जब त्यो स्थितिमा पुग्नुहुन्छ, त्यो परेशानीको स्थितिमा पुग्नुहुन्छ भने त्यो उत्तर हामीले पाइन्छ। प्रतिदिन हजुरको मनमा एउटा न एउटा प्रश्न एकदम खुल्दुली गरेका हुन्छन्। यहाँ हजुरहरूले धेरै प्रकारका कमेन्ट गर्दै हुनुहुन्छ, त्यो यदि वास्तविक खुल्दुली हो हजुरको भने खुल्दुली कस्तो हुनुपर्छ भन्ने पनि एउटा तरिका छ। खुल्दुली हुने पनि एउटा तरिका हुन्छ। कस्तो तरिका छ भन्दाखेरि एउटा हजुरले म सानो उदाहरण दिएर, उदाहरण भन्दा पनि एउटा उदाहरण दिन चाहन्छु। हजुर दृष्टान्त कस्तो छ भन्दाखेरि एकचोटि एउटा बालक गुरुजीसँग म ज्योतिष पढ्छु भनेर आयो अथवा कुनै एउटा विषय पढ्छु भनेर आयो। गुरुजीले भन्नुभयो ल ठिक छ भोलि आउनु भन्नुभयो, फेरि आयो पर्सि आउनु भन्नुभयो, फेरि आयो निकर्सी आउनु भन्नुभयो। गुरुजी परीक्षा लिँदै हुनुहुन्छ, बाबु आइराखेको छ, 1 महिना भइसक्यो। अब 1 महिना भइसकेपछि गुरुजीले सोध्नुभयो ओ धैर्य त राम्रो रहेछ, ल अब ठिक छ पढ्छौँ, ल बाबु यसो गर हामी यसो नदी बगरतिर जान्छौँ अनि पढौँला, त्यतै अलिकति शान्त वातावरण छ भन्नुभयो। भनिसकेपछि नदी पुगेर त्यहाँ हेर्दाखेरि नदीमा माछाहरू थिए, कछुवाहरू थिए, विभिन्न प्रकारका साना साना जन्तु थिए। ल बाबु हेर त यो माछा कस्तो रहेछ भनेर देखाउनु भयो। बाबु हेर्न थाल्ने बित्तिकै गुरुजीले चाहिँ ठ्याक्क त्यसको मुन्टो पानीमा दबाइदिनु भयो। पानीमा दबाई दिइसकेपछि त बाबु आत्तियो, तर आत्तिदा चाहिँ ऊ त्यति धेरै आत्तिएन। त्यसले गुरुजीले त्यसलाई आफ्नो ताकत लगाएर त्यहाँ त्यसलाई दबाई राख्नु भयो। दबाउँदा कमसे कम 10 सेकेन्ड भयो, तर बाबुले एकछिन आफ्नोलाई होल्ड गर्ने कोसिस गर्यो, प्रयास गर्यो। त्यसले फेरि 10 सेकेन्ड अझै भयो, 20 सेकेन्ड भइसक्यो। बाबु अलिक छटपटिँदैछ, तर गुरुजीले त्यसलाई दबाई राख्नु भयो। 30 सेकेन्ड भयो, ऊ अझै छटपटिँदैछ, ताकत लगाउँदैछ, तर गुरुजीले त्यसलाई दबाई राख्नु भयो। 40 सेकेन्ड भयो, उसले दबाई राख्नु भयो गुरुजीले, ऊ अझै छटपटिँदैछ, तर गुरुजीले पुरै आफ्नो बलको प्रयोग गरेर दबाई राख्नु भयो। अब यो मानवको जो अभ्यास छैन भने उसले 1 मिनट भन्दा धेर सास रोक्न सकिँदैन। नसकेपछि उसले के गर्यो, जब अशक्य भयो अनि गुरुजीले त आफ्नो पुरै जोर लगाएर ताकत लगाएर दबाउनु भएको छ, तर उसले चाहिँ गुरुजीको बललाई केही हेरेन, गुरु पनि भनेन, सुरु पनि भनेन र हुच्चारेर फेकिदियो। गुरुजीले गाली गर्न थाल्यो, कराउन थाल्यो, यो हजुर गुरु हो कि पो हत्यारा हो, मलाई यो विद्याको लोभ दिएर हजुर मार्न चाहनुहुन्छ, हजुर यस्तो चाहनुहुन्छ कि म भन्दा ठुलो विद्वान नबनोस् कोही भनेर हजुर मार्न चाहनुहुन्छ भने उसले कराउन थाल्यो त्यो बाबुले गुरुजीलाई। त्यसरी कराउँदाखेरि गुरुजीले भन्नुभयो बाबु शान्त बाबु, एउटा कुरा भन बाबु, तिमीले त्यो 10 सेकेन्ड मैले दबाएँ केही भएन त, तिमीले त्यो बल लगाएनौ त, अनि मैले सहेँ। 30 सेकेन्डमा पनि तिमीले बल लगाएनौ त, तर यो जुन अन्तिम जुन 59 सेकेन्ड जब पुग्यो तिमीले यो बल मलाई उचालेर कसरी फ्याँकौ
भन्दाखेरि सासै अट्क्यो नि गुरुजी, म त्यहाँ भित्रै बस्नै सकेन नि, त्यो बाहिर निस्किने इच्छा एकदम दृढ इच्छा भयो एकदम भन्दाखेरि गुरुजीले भन्नु, हो यदि यो तिम्रो जुन बाहिर निस्किने जुन दृढ इच्छा तिमी भित्र जुन जाग्यो, त्यति नै दृढ इच्छा, त्यति नै एकदम अद्भुत इच्छा तिमी भित्र ज्योतिषका लागि जागेको छ भने मात्र तिमी मसँग पढ्न आऊ है बाबु भनेपछि त्यो खुल्दुली के हजुरको त्यस्तो खुल्दुली छ? त्यो हजुरले जति प्रश्न छन् हजुरभित्र, ती प्रश्नहरूका वास्तविक त्यस्तो खुल्दुली छ भने उत्तर यहाँ ग्रन्थमा एकदम स्पष्ट रूपमा लेखेको छ। भनेपछि हजुरले जुन प्रश्न भन्नुभयो कि जस्तो पनि समस्या छ भने त समस्या वास्तविक हुनुपर्छ, अनि यसभित्र श्रद्धा पनि वास्तविक हुनुपर्छ। वास्तविक समस्या वास्तविक श्रद्धाले हजुरले उत्तर पनि वास्तविक दिन्छ। बनावटी समस्या बनावटी श्रद्धाले उत्तर पनि हजुरलाई बनावटी प्राप्त हुन्छ। ये यथा माम प्रपद्यन्ते तांस तथैव भजाम्यहम भनेर श्रीमद् भगवत गीतामा नै भगवानले भन्नुभएको छ। त्यसकारणले जस्तो श्रद्धा राख्नुहुन्छ, हरि भनिन्छ हरिव्यापक सर्वत्र समाना प्रेमते प्रकट हो ही में जाना हो, अनि जाकी रही भावना जैसी प्रभु मूरत तिन देखी तैसी। यो ग्रन्थ त अथा सागर हो, जस्तो चाहनुहुन्छ त्यस्तो कुरा प्राप्त हुनुहुन्छ। र धेरै धन्यवाद। हामीहरूले भगवत गीताका धेरै कुराहरू सुन्यौं। अब प्रश्नतिर जाउँ। हामीहरूलाई विकास कठेत समर्पण, उहाँ एकजना साहित्यकार पनि हुनुहुन्छ, गजल लेख्नुहुन्छ, साह्रै राम्रो। उहाँले एउटा कुरो लेख्नु भएको छ, मनलाई शान्त र श्रवण शक्ति बढाउनको निम्ति धार्मिक उपाय तथा मन्त्र पूजा गर्ने विधि केही छ भने भनिदिनु न, लेख्नु भएको छ। हजुर, के नाम भन्नुभयो उहाँको? विकास कठेत समर्पण। उहाँ गजलकार हुनुहुन्छ, साह्रो राम्रो। विकास जी, अब हजुर साहित्यकार हुनुहुँदो रहेछ, ध्यान एकाग्र कसरी गर्ने, ध्यानलाई शान्त गर्ने कसरी भन्ने कुरा त कविलाई भन्नुपर्ने आवश्यकता छैन जस्तो लाग्छ। तर यस प्रश्नले हजुरले जुन प्रश्न गर्नुभयो त्यो हजुरका लागि मात्रै नभएर अरूलाई पनि लाभदायक हुन्छन्। जसरी अर्जुनले गरेका प्रश्न आज हामीले काम लाग्दैछन्, हो, सौनकादि ऋषिले गरेका प्रश्न हामीले काम लाग्दैछन्, नारद आदि ऋषिले गरेका प्रश्नहरू हामीलाई काम आउँदैछन्। त्यसरी नै हजुरले गरेका जुन प्रश्न छ त्यसले अरूलाई पनि काम लाग्छ। हजुरको प्रश्न एकचोटि फेरि दोहोऱ्याइदिनु हजुरले। मनलाई शान्त र श्रवण शक्ति बढाउन, हजुर, जुन हामीले श्रवण गर्नुपर्छ भन्ने कुरा गर्यौं, हजुर, श्रवण शक्ति बढाउनको निम्ति धार्मिक उपाय तथा मन्त्र पूजा गर्ने विधि केही छ भने भनिदिनु न भन्नुभयो। हजुर, अब सबैभन्दा पहिला त हामीले प्रारम्भ ध्यानबाट गरौँ। मेडिटेसन भन्ने आजभोलि शब्द चलेको छ, तर वास्तवमा ध्यान पनि आउँछ बिहान। हजुर, ध्यानबाट प्रारम्भ गरौँ। प्रारम्भ हजुरले 2 मिनटबाट गर्नु, लामो चाहिँदैन। 2 मिनट हजुर ध्यानमा बस्नुभयो भने हजुर लगातार मन यताउता जान चाहन्छ। मन भनेको त कस्तो हो भन्दाखेरि ये मन बडा चञ्चल है कैसे तेरा भजन करूं, तो मन त यस्तो हो कि भजनतिर राम्रा कुरातिर त जानै चाहन्न हो। अब यसलाई त त्यो बिल्कुल ठ्याक्कै कस्तो छ भन्दाखेरि बच्चा जस्तै हुन्छ। बच्चा पढ्न चाहँदैन, तर हामीले के गर्छौं? लालच दिएर, लोभ दिएर, डर देखाएर, एक थप्पड कुटेर पनि होस् कि त्यसलाई बसाउँछौं। त्यस्तै यो मनलाई कस्तो गर्नुपर्छ भने अलिकति 2 मिनट 4 मिनट त्यसलाई समय दिँदै 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 ध्यान एकाग्र ध्यानमा बसियो भने हाम्रो मन आफै शान्त हुन्छ। हाम्रो हेमन्त भाइको प्रश्नको उत्तर पनि छ, मनलाई एकाग्र गर्न सक्ने तरिका भन्नुहुन्छ तपाईँ गुरुजीले, यही सँगै मिल्दैछ। हजुर, हेमन्तजी र विकासजी हजुरहरुका प्रश्नले धेरैलाई लाभ प्रदान गर्दैछ। र अब अर्को हजुरले मन्त्र सोध्नु भयो। मन्त्रमा हामीले प्रयोग गर्दाखेरि भगवती शारदाको, भगवती सरस्वतीको मन्त्रलाई प्रयोग गर्न सक्छौं। नाम मन्त्र पनि धेरै ठूलो हो। हामीले यदि त्यसको दीक्षा लिएको छैन, गुरुबाट त्यो प्राप्त भएको छैन भने हामीले नाम मात्रै तत् देवताको, इष्ट देवताको नामले मात्रै पनि त्यो हाम्रो तुलसीदासजीले के भन्नुहुन्छ? कलयुग केवल नाम आधारा, सुमिर सुमिर नर उतरही पारा। ठीक, कलौ केशव कीर्तनात्, मात्र त्यो नाम मात्र जप गरियो भने पनि हरेर नाम हरेर नामैव केवलम कलौ नास्त्येव गतिरन्यथा भनेर हाम्रा शास्त्रहरूले नामको महिमा धेरै गाएका छन्।
त्यसकारणले यदि त्यो ध्यान केन्द्रित गराउन, विद्यालाई अझै आफ्नो अध्ययनलाई बढाउन, आफ्नो एजुकेसनलाई बढाउन चाहनुहुन्छ, आफ्नो नलेजलाई बढाउन चाहनुहुन्छ भने हाम्रो विद्याकी अधिष्ठात्री देवी हुनुहुन्छ भगवती सरस्वती र अधिष्ठात्री देवताको रूपमा हुनुहुन्छ हाम्रो हयग्रीव भगवान। भगवान स्वयं शिवलाई भागवतमा भनिएको छ विद्या कामस्तु गिरीशम, विद्याको यदि कामना छ भने भगवान शिवको उपासना गर्नु भनेर भनिएको छ। हनुमानजीलाई पनि विद्याको अधिष्ठात्री देवता मानिएको छ, अधिष्ठाता मानिएको छ। कसरी भन्दाखेरि वर नहुँ रघुवर विमल जसु जो दाएको फल चारवटा फल प्राप्त हुन्छ उहाँ। ठिक भनेपछि के भन्दाखेरि बल बुद्धि विद्या देहु मही, बल पनि चाहिन्छ, बुद्धि पनि चाहिन्छ, विद्या पनि चाहिन्छ। भनेपछि हामी कुनै पनि एक देवमा आश्रित भएर आफ्नो देवमा आश्रित हुन धेरै राम्रो हो, इष्टदेवमा आश्रित हुन धेरै राम्रो हो। गुरुले दिएको दीक्षामा, गुरुले दिएको परम्परामा, गुरुले दिएको इष्टमा हामीले यदि आफ्नो साधना बढायौं भने त्यसैले सब प्राप्त हुन्छ। तर पनि यदि हजुरहरूमा गुरु प्राप्त भएको छैन, गुरु दीक्षा लिनु भएको छैन भने हजुरहरूले आफ्नो विद्यालाई, आफ्नो ध्यानलाई, आफ्नो मनलाई शान्त गर्नका लागि हजुरहरू सरस्वती भगवतीको उपासना गर्नु र ज्योतिषीय पद्धतिबाट आउनु छ भने हजुरहरूले चन्द्रमाको उपासना गर्नु। चन्द्रमा मनको कारक हो र चन्द्रमाले नै मन तलमाथि हुने ज्योतिषले पनि बताउँछ र अहिले हालमा हामी ज्योतिषीय पद्धतिमा नगएर मात्रै अब अहिले आध्यात्मिक पद्धतिबाटै चर्चा गर्दैछौँ। धेरै धन्यवाद। र हाम्रो आशा छ हाम्रो उसले आजको विषय धेरै महत्त्वपूर्ण छ। हजुर सुरज उजार तिमसिनाज्यू हजुरलाई धेरै धन्यवाद र विकासज्यू र हाम्रो हेमन्त भाइलाई धेरै धन्यवाद। उहाँले प्रश्न गर्नुभयो, आशा छ उत्तर पनि पाउनुभयो। अझै पनि केही छ भने लेख्नु होला। र अझै एउटा छ सानो प्रश्न, भगवानमा अटल भक्ति कसरी बढाउनु भनेर लेख्नु भएको छ हाम्रो हेमन्त उपाध्यायले। अद्भुत। यसको प्रश्न हामीले ध्रुवबाट र प्रहलादबाट प्राप्त गर्न सक्छौं। भक्तराज ध्रुव, भक्तराज प्रहलाद। अब हजुरको उमेर कति हो भन्ने कुरा त म जान्दिन। हजुर हेमन्त उपाध्यायज्यू भन्न के भनिएको छ भन्दाखेरि यदि हामी भक्ति, विद्या अथवा कुनै पनि लक्ष्यलाई प्राप्त गर्न चाहन्छौँ, यहाँ केवल भक्ति मात्रै नभएर हामी चाहिँ यसमा पूर्ण लक्ष्य भनौँ न, जीवनको लक्ष्य। कसैको भगवत प्राप्ति जीवनको लक्ष्य हुन्छ, कसैको यश प्राप्ति हुन्छ, हो विभिन्न प्रकारका लक्ष्य व्यक्तिहरूले लिएर चल्छन् भने त्यस कामका लागि हामीले कस्तो गर्नुपर्छ भन्दाखेरि बाल्यकालदेखि नै प्रारम्भ गर्नुपर्छ। म ठुलो भएपछि त्यसो गर्छु, कतिले चाहिँ के भन्छन् म केही बन्छु अनि चाहिँ केही गर्छु भन्छन्। अरे भाइ, अगर आप कुछ करोगे नहीं तो बनोगे कैसे? केही गरौं अनि पो बनिन्छ त, केही बन्छु अनि गर्छु भन्दा त हुँदैन नि त, हुँदैन त्यसो भन्दा। ठीक, त्यस कारणले चाहिँ हामी के गर्नुपर्छ भन्दाखेरि प्रारम्भदेखि नै भक्तराज प्रहलादजीले भागवतजीमा भन्नुभएको छ कौमार आचरेत प्राज्ञ, जो पनि प्राज्ञ छ, बुद्धिमान व्यक्ति छ, उसले कुमार अथवा बाल्यकालदेखि नै उसले प्रारम्भ गर्दछ अध्ययन अध्यापन। नेपालीमा पनि भनिन्छ नि हुने बिरुवाको चिल्लो पात। हो, जो व्यक्ति जतातिर जान चाहन्छ ऊ प्रारम्भदेखि नै गइरहेको हुन्छ, हामी सतत बगिरहेको हुन्छ। बुद्धलाई हेरौं, कृष्णलाई हेरौं, रामलाई हेरौं, हाम्रा पराक्रमी शूरवीर सबैलाई हेरौं, उहाँहरू प्रारम्भदेखि नै त्यस मार्गमा लाग्नु भयो। तर लगायो कसले? प्रश्न यहाँ छ। एउटा त भाग्यले लगाउँछ, अर्को कर्मले पनि लगाउँछ, अर्को वातावरणले लगाउँछ र अर्को अभिभावकले लगाउँछ। अभिभावकले चाहिँ के गर्नुपर्छ भन्दाखेरि आज भोलि हाम्रो गर्भशोधन राम्रो छैन, गर्भाधान संस्कार जुन हुन्छ, हाम्रा 16 संस्कारमा 2-4वटा संस्कार मात्रै हामी अब बचेका छौं। एउटा बालक उत्पन्न हुन्छ, नामकरण गर्छौं, नामकरण भइसकेपछि अहिले केही समुदायमा जनेऊ संस्कार बचेको छ। जनेऊ संस्कार पछि हामी यसो बालमुण्डन संस्कार गर्छौं, हो, अनि त्यही मध्येमा कसैले विवाह संस्कार गर्छ, कर्णवेदन गर्छन्, हो, कर्णवेद पनि कसैले गर्ने गर्छन्, र अनि कसैले अब अन्तिममा अन्त्येष्टि गर्छन्। अब त्यो पनि कसै नै भइसकेको छ। अर्थात् अब 16 संस्कार मध्येमा हामीले 6वटा संस्कार पनि राम्ररी गरेका छैनौं भनेपछि अब मानव कसरी बनोस् त?
संस्कार भनेको के हो? अब मान्छेलाई संस्कार शब्द बुझाउन धेरै गाह्रो। संस्कार भनेको के हो भन्दाखेरि नि, संस्कार भनेको शोधन, परिष्कार हो। संस्कार भनेको शोधन हो, परिष्कार हो। जस्तै मैले दूध किन्छु अथवा दूध मैले गाईबाट प्राप्त गर्छु, त्यसलाई बिना संस्कार गरी म पिउन सक्छु त? सकिँदैन। भन्नु त। त्यसलाई नछानी, त्यसलाई नतताई म त्यसलाई ग्रहण गर्छु? गर्न सकिँदैन। सामान्य दूध है हो। मैले एउटा बाइक किनेर ल्याएँ, त्यसको संस्कार बिना गरी, त्यसको लाइसेन्स इत्यादि बिना बनाए, त्यसका कागज प्रुफ बिना बनाए के म त्यसको चलाउने अधिकारी छु? छैन। यदि म रोडमा जाँदैछु, आफ्नो सेफ्टी नगरिकन म जान सक्छु? सकिँदैन। मैले मोबाइल चलाउँदैछु, मोबाइलमा पनि हामीले स्क्रिन गार्ड लगाइन्छ, पछाडिबाट कभर लगाइन्छ, यसमा पनि विभिन्न प्रकारको आइडी बनाइन्छ। संस्कार हो नि। हजुर। यसको सिक्नु पर्यो नि त्यो विधिलाई। संस्कार भनेको त्यो हो। त्यस्तै हाम्रो मानवमा पनि मानव भयौं भन्ने संस्कार हुन्छ। प्रथम संस्कार गर्भाधान, पुंसवन, सीमन्तोन्नयन, जातकरण, नामकरण, निष्कर्मणान्न, प्राशन, चूडाकरण, करण इत्यादि लगायत 16 संस्कारहरू यहाँ विद्यमान छन्। ती 16 संस्कार मध्येमा सबैभन्दा पहिला गर्भाधान संस्कारलाई चाहिँ सुधार्नु पर्ने छ हामीले। किन भन्दाखेरि जति पनि आजसम्म महापुरुष उत्पन्न भए गर्भमा कस्तो थियो भन्ने कुरा बुझिन्छ। प्रह्लाद गर्भमा बनेका हुन् माताको कृपाले। पिताको कृपा कम हुन्छ, बुझ्नुभयो त? हाम्रो सन्ततिमा पिताको कृपा कम हुन्छ, माताको कृपा धेरै हुन्छ। गर्भमा ऊ कस्ता थिए? ध्रुव गर्भमा तयार भएका हुन्, रावण गर्भमा तयार भएको हो, अनि कंस पनि गर्भमै तयार भएको हो, राम पनि गर्भमा तयार भए र कृष्ण पनि गर्भमा तयार भए। दुष्ट बन्ने प्रकृति पनि गर्भमै तयार हुन्छ, धुन्धुकारी पनि गर्भमै तयार हुन्छ र गोकर्ण पनि गर्भमा तयार हुन्छ। मान्छेले भन्छन् आमाको कोखबाट को पनि सिकेर आएको छ भन्ने प्रश्न गर्छन् नि, तर वास्तवमा सिक्नुपर्ने पहिलो ठाउँ कुन हो? आमाको कोख। आजभोलि बच्चाहरूले मोबाइल धेरै चलाउँछन् भन्ने हजुरको कम्प्लेन हुन्छ हो। त्यो किन हो हजुरलाई थाहा छ? हामी माता पिताले त्यस अवस्थामा, गर्भावस्थामा धेरै मोबाइल प्रयोग गरेको कारणले आज हाम्रो बच्चाहरूले नजानेका टेक्निकल कुराहरू हामीले नजानेका उनीहरूले जान्दछन्। सानै बच्चालाई मोबाइल चाहियो, किन भन्दाखेरि हामीले गर्भावस्थामा त्यही गरेका छौं हो। त्यस कारणले गर्भावस्थामा जे गर्नुहुन्छ हजुर, जस्तो प्रवृत्तिले रहनुहुन्छ, सात्विक प्रवृत्तिले रहनुभयो, सात्विक बालक, सात्विक दिव्य आत्मा हजुरको घरमा आउँछ। राजसी प्रवृत्तिले बस्नुभयो भने राजसी प्रवृत्तिको बालक उत्पन्न हुन्छ र तामसी प्रवृत्तिले बनियो भने तामसी प्रवृत्तिको व्यक्ति उत्पन्न हुन्छ। भनेपछि यदि हेमन्तजीले गर्नुभएको प्रश्नमा यदि हामीले भक्तिको मार्ग चाहन्छौं भने पहिला त आउने जेनेरेसनलाई भक्तिको मार्ग गर्भबाटै प्रारम्भ गराउँ। गर्भमै भए हुँदाखेरि भक्तराज ध्रुव, भक्तराज प्रह्लाद, यस्ता विभिन्न प्रकारका भक्तहरूका कथा साहित्य त्यहाँ श्रवण गराउँ। त्यो गर्भले सुन्छ। नभए अभिमन्यु कसरी तयार भयो, परीक्षित कसरी तयार भए, ठीक यस्ता सुखदेव स्वयं कसरी तयार हुनुभयो, सबैले गर्भमा सुनेर। अष्टावक्र कसरी तयार हुनुभयो, गर्भमा सुनेर। यो गर्भ भनेको त बहुत अद्भुत कक्षा हो, अद्भुत पाठशाला हो। त्यहाँ माताले खाएको, पिएको, सुनेको, गरेको समस्त त्यो छाप त्यहाँ छप्दै जान्छन्, छप्दै जान्छन्, छप्दै जान्छन्। जस्तै हामीले त्यो एउटा निलो के भनिन्छ, कार्बन कपी भनिन्छ नि, कार्बन कपी राखेर माथि जसरी लेखिन्छ ठ्याक्कै त्यसरी छप्दै जान्छ त्यहाँ। ती संस्कार ठुलो भएपछि कुनै कुनै समयमा निस्किन्छन् अचानक, कुन चाहिँ कन्टिन्युटी रहन्छन् अनि कुनै कुनै अचानक निक्लिन्छन्। हो त्यो कारणले यदि हामी भक्ति बढाउन चाहन्छौँ भने त्यो प्रारम्भ गर्भाधान संस्कारबाट गरौँ। अब हामी ठुलो भइसक्यौँ, ममै बढाउनु छ भने त्यसमा फेरि ग्रन्थ अध्ययन गर्नुपर्छ अनि योग्य व्यक्तिहरूको कथा श्रवण गरौँ, योग्य व्यक्तिको प्रवचन गरौँ, प्रवचन सुनौँ। यदि भक्ति बढाउने भने के भनिन्छ? बिनु सत्संग विवेक न होई। सत्संग बिना केही छैन। सत्संगति कथय किम न करोति पुंसाम। सत्संग बिना, श्रवण बिना, त्यही हो। फेरि आयो श्रवणमा। पहिलो भक्ति के हो? भागवतजीको स्पष्ट, भागवतजीमा स्पष्ट लेखेको छ श्रवणम। दोस्रो भक्ति कीर्तनम, कीर्तन गर्ने, त्यसको नाम उच्चारण गरिरहने। अच्छा, अनि फेरि एउटा अझै
विशेष मैले कुरा यहाँ जोड्न चाहे, हामी भक्ति भनेको कुरालाई पनि अलिक बुझ्नै पर्छ है। हामी भक्ति गर्छौं मानौ हनुमानको, तर हामी हनुमान जस्तो बल किन छैन भन्ने प्रश्न पनि आउनुपर्छ। हामी भक्ति गर्छौं रामको, रामका छेउमा गएर रोएर मात्रै काम चल्दैन। राम राम कसरी बने, त्यो कसरी त्यो पीडालाई सहँदै सहँदै आउनुभयो। हामी पीडा हुने बित्तिकै रामको छेउमा गएर रुन थाल्छौं। अरे भाइ, हामी बुझौं न, राम स्वयं पीडित हुनुहुन्थ्यो एक समयमा, तर त्यो पीडाबाट जब वो निस्केर बाहिर आउनुभयो, त्यो राम भन्ने व्यक्ति श्री राम बनेर तयार भयो। पीडा बिना, संघर्ष बिना, समस्या बिना व्यक्ति पुरुषबाट महापुरुष बन्न सक्दैन। त्यसको नामको अगाडि श्री सम्मानित शब्दहरू लाग्दैनन्। त्यसकारणले भक्ति जसको हामी गर्दैछौं उसको जस्तो बन्ने पनि प्रयास गर्नुपर्छ। हनुमानको भक्ति छ भने हनुमान जस्तो बलियो बन्ने प्रयास गर्ने, रामको भक्ति छ भने राम जस्तो मर्यादित बन्ने प्रयास गर्ने, कृष्णको भक्ति छ भने कृष्ण जस्तो नीतिज्ञ बन्ने प्रयास गर्ने हो। दुर्गाको हामीले भक्ति गर्दैछौँ भने भगवती दुर्गा जस्तो पराक्रमी बन्ने तयारी गर्नुपर्छ। मात्र भक्ति गरेर, भक्ति भनेको लतारिने होइन, भक्ति भनेको केवल रुने होइन, भक्ति भनेको एकदम सिधा सरल मात्रै होइन। हामीले जसको पनि भक्ति गर्छौं हेर्नु होला, उहाँको हातमा एउटा एउटा अस्त्र हुन्छ, शस्त्र हुन्छ, अर्थात् त्यस्तो पराक्रमी पनि हुनु पर्यो भन्ने पनि कुरा हामीले बुझ्नुपर्छ। जसको भक्ति गर्नु, हामीले जस्तै मानौ कुनै एक्टर अथवा एक्ट्रेसलाई फलो गर्छौं भने के गर्छौं भन्नु त, उनीहरूले लगाएका ड्रेसअप सेन्सहरूलाई हामी पनि फलो गर्न थाल्छौं होइन। उनीहरूले गरेका स्टाइलहरूलाई हामी पनि फलो गर्छौं, उनीहरूले गरेका स्टेपहरूलाई, डान्स स्टेपहरूलाई हामी पनि फलो गर्छौं होइन। यदि जो डाई हार्ड फ्यान भनिन्छ नि, यो डाई हार्ड फ्यान हो त वास्तवमा भक्ति भनेको त। कृष्णले यदि कृष्ण त्यो त्यस्तो महाभारत जस्तो युद्धमा पनि उहाँ विचलित नभइकन शान्त चित्तले त्यस्तो ठूलो मैदानमा पनि उहाँ शान्त हुनुहुन्छ भने हामीले पनि त्यो सिक्नु त पर्यो नि त। अनि कृष्णले हामीले कृष्णलाई मान्छौं, अब समस्या यो पनि छ, तर कृष्णको कुरा मान्दैनौं। गुरुलाई गुरु मान्छौं तर गुरुको कुरा मान्दैनौं। माता पितालाई माता पिता मान्छौं तर माता पिताका कुरालाई मान्दैनौं। यो कस्तो भक्ति हो? यसलाई हामी भक्ति भन्नै सक्दैनौं। हामीले गीतालाई गीता मान्छौं तर गीताको कुरा मान्दैनौं। पितालाई पिता मान्छौं, पिताको कुरा मान्दैनौं भनेपछि यो श्रद्धा, यो भक्तिले काम लाग्दैन। गीताजीले भन्नुहुन्छ, श्रद्धावान लभते ज्ञानम तत्पर संयतेन्द्रियः ज्ञानम लब्ध्वा पराम शान्तिम अचिरेणादि गच्छति भनेर भनिएको छ। श्रद्धा कस्तो हुनुपर्छ भन्दाखेरि त्यो व्यक्ति विशेषमा, ग्रन्थ विशेषमा श्रद्धा भएर काम लाग्दैन। त्यो व्यक्ति विशेषले भनेको कुराले आज्ञाको पालन नै सबैभन्दा ठूलो श्रद्धा हो। पिताले भन्नुभयो जाऊ बाबु फलानु कार्य गरेर आऊ भनेपछि पिता खुसी कहिले हुनुहुन्छ? हजुरले गोडा दबाइदिएर खुसी हुनुहुन्छ? न। पिताले भन्नुभयो बाबु त्यो काम गरेर आऊ भनिसक्नेपछि पिताजीको आशीर्वाद आफै आउँछ। भनेपछि भक्ति कस्तो हो भन्ने कुरा पनि हामीले बुझ्नुपर्ने हुन्छ। अनि धर्म के हो त्यो पनि बुझौं, शिक्षा के हो त्यो पनि बुझौं। यस्ता यस्ता धेरै प्रश्नहरू आउँदैछन्। अब यसलाई हामी लगभग 57 मिनट हामी लाइभ भइसकेका छौं। यसले अगाडि कसरी सञ्चालित गर्ने भन्ने कुरा हाम्रा हिरक ज्योतिज्यूले नै अगाडि भन्नुहुनेछ। अब हामी बेसी बेर सक्दैनौं, तर एउटा प्रश्न फेरि हाम्रो हेमन्त भाइले नै गरिरहेका छन्। हजुर, भगवानको सेवामा कतिवटा कुरा भावले गर्छौं बट त्यो कुरा शास्त्रले निषेध गर्छ, त्यसमा भाव चल्छ कि लेख्नु भएको छ। अब यो यसको भाव तपाईले बुझ्नुभयो भने मैले चाहिँ बुझिन हैन। हजुर हजुर, जति कुराहरू गर्छौं त्यो कतिपय निषेध कुराहरूलाई पनि गरिरहेका हुन्छौं भन्नुभएको छ। हजुर हजुर, तर भाव अब यस्तो छ के भावले चल्दाखेरि मेरो भाव आयो म हेलमेट नलगाइकन गाडी चलाऊ, सीट बेल्ट नलगाइकन गाडी चलाऊ, हाइवेमा उडाऊ, मेरो मन भयो 200 मा गाडी चलाऊ, या त 200 को स्पिडमा भाव आयो नि त, चलो। चल्दैन, त्यो त चलेन। फेरि त्यसरी होइन। मेरो भाव आयो ओहो यस्तो केही उटपटाङ काम गरौं, त्यसले प्रभु राजी हुनेवाला छैन। ठीक, भावातिरेक भनेको एउटा लेभलमा आएर हुन्छ। व्यावहारिक जगतमा हजुर हुनुहुन्छ भने हजुरको त्यो भावमा गरे भन्न पाइँदैन। हजुर जस्टिफाई त्यो अदालतमा दिन सक्नुहुन्न। ठीक, यदि हजुर यो शास्त्र हो, यदि हजुर यो संसारबाट नै माथि उठिसक्नु भएको छ,
हजुरको बुद्धि विवेकले कुकुरलाई पनि भगवत स्वरूप देख्दैछ र ब्राह्मणलाई पनि भगवत स्वरूप देख्दैछ। गीताजीले भनिन्छ विद्या विनय सम्पन्ने ब्राह्मणे गविहस्तिनी शुनिचैव स्वपाके च पण्डिता समदर्शिन भन्ने यदि यस्तो स्थितिमा आइसक्नु भएको छ भने त्यहाँ फेरि शास्त्रका विधिहरूको आवश्यकता पर्दैन। पर्दैन भनेको अर्थात् त्यो व्यक्तिले शास्त्र विधिबाट बाहिर काम गर्दैन। ठीक। अब जस्तै शिक्षकले एउटा उच्च लेभलमा भइसकेपछि उनले भनेका कुरा शिक्षाबाट बाहिरका हुँदैन। एउटा संगीतकारले राम्रो संगीतकार छ भने चाहेर पनि गलत गाउन सक्दैन, ऊ चाहेर पनि बेसुरा हुन सक्दैन। उसले चाहोस् कि म आज चाहिँ बेसुरा गाउँ है भनेर सोच्यो भने ऊ सक्दैन, उसको लगिहाल्छ, त्यो उसमा गइहाल्छ। भनेपछि हामीले त्यस्तो चिन्तन गर्नै हुँदैन। गीताजीले स्पष्ट रूपमा भन्नुभएको छ यो शास्त्र विधि मुत्सृज्य वर्तते कामकारतः न सिद्धिम अपाप्नोति न सुखम न पराम गतिम। यदि हामी यो ग्रन्थ अध्ययन गर्न चाहन्छौं, इन ग्रन्थको सहारामा जिउन चाहन्छौं, हामीले आफूलाई ऋषिपुत्र भन्छौं, हामी गौतम गोत्री हो, हामी अत्रि गोत्री हो, हामी वशिष्ठ गोत्री हो, हामी पराशर गोत्री हो भन्छौं भने उहाँहरूले भनेका कुराहरू हामीले मान्नु पर्यो। त्यतिकै म ऋषिपुत्र हुँ, त्यतिकै म फलानु वंशको हो भन्न फेरि सकिएन हो। त्यसकारणले केवल अब अधिकांश व्यक्तिले के गर्छन्, एउटा कुरा छट्ट जोडिहालौँ है, खान्छन् यही ग्रन्थको आधारमा, उनी पालिएका छन् यही ग्रन्थका आधारमा, तर जब आफूले उटपटाङ केही गर्छन् भने इट्स माई लाइफ माई रुल्स भन्छन् उनीहरूले। हजुर, इट इज माई लाइफ एन्ड माई रुल्स भन्ने। तर खाने कमाउने कसले भन्दाखेरि त्यही ग्रन्थको नाम लिएर, त्यही कृष्णको नाम लिएर, त्यही रामको नाम लिएर, तर गर्ने बेलामा चाहिँ माई लाइफ माई चोइस भन्न थालिहाल्छन्। त्यस्तो हुँदैन। यदि यसको बलमा कमाइरहेछ भने यसैको बलमा चल्नु पनि पर्यो। यति भन्दै म आफ्नो वाणीलाई विराम दिन्छु। नारायण। पूर्णमदः। अरू केही विशेष भन्नुहुन्छ भने भन्नुहोस्, अनि मैले अन्तिममा शान्ति मन्त्र भन्ने छु। हजुर, र धेरै धन्यवाद। हाम्रो हेमन्त भाइले जय हो आदियन लेखिरहन्। विकास दाहाल गुरुजी आउनुभएको छ। जय जय श्री राधेश्याम लेख्नु भएको छ। श्री राधेश्याम। छविलाल निरोला ज्यूले सुन्दर अनि रोचक जानकारीमूलक कार्यक्रम राधे राधे लेख्नु भएको छ। हजुरलाई धेरै धन्यवाद। सृजना अधिकारी बुनुले राधेश्याम भनेकी छिन्, उहाँलाई धेरै धन्यवाद। चैतन्य कृष्ण शास्त्रीज्यूले हेर्नु भएको छ। अद्भुत। गुरुजीले श्रीमन नारायण। हजुरलाई धेरै धेरै धन्यवाद। गुरुजीले हेरिदिनु भयो। धेरै एकचोटि म पनि हेर्नु चैतन्य कृष्ण गुरुजीको। हजुर। ओहो गुरुदेव, जय श्रीमन नारायण भवते हार्दः धन्यवादः। यदस्माकं इमां वार्तां भवन्तोऽपि दृश्यन्तः वर्तन्ते तदर्थम् अहं पुरुषः धन्योऽस्मीति कामये। जय श्रीमन नारायण। सूरज उदार तिमसिनाज्यूले आजको विषय धेरै महत्त्वपूर्ण छ लेख्नु भएको छ। धेरै धन्यवाद। रियाज सुवेडी छेत्रीले पनि प्रतिक्रिया दिनुभएको छ, उहाँलाई पनि धन्यवाद। मदन कार्कीज्यूले पनि लेख्नु भएको छ। त्यसै गरी अरू कमेन्ट यहाँ माथि देखिएन, अड्कियो, नेटवर्कको पनि अलिक समस्या छ र सबैलाई धेरै धेरै धन्यवाद। विषय थियो भगवत गीतामा कसरी प्रवेश गर्ने, कसरी सिक्न सुरु गर्ने, उहाँले धेरै कुरा भन्नुभयो। त्यसमा अझै जोड्नु पर्ने कुराहरू धेरै थिए जुन म अझै जोड्न खोज्दै थिएँ, तर के भने प्रश्नहरू पनि थिए, प्रश्नहरूलाई पनि एड्रेस गर्न जरुरी थियो। जस्तै अब मलाई संस्कृत व्याकरणै आउँदैन, संस्कृत पढ्नै आउँदैन, मैले कसरी सुरु गर्ने, यी कुराहरू धेरै छन्। अनि छुट्याएर पनि पढ्न सकिन्छ, ती कुराहरू पनि छन्। ती कुराहरूमा पनि हामी प्रवेश गर्न खोज्दै थियौँ। साथमा उहाँले एउटा बहुत ठुलो कुरो जोडिदिनु भयो गर्भ संस्कारको माथि। गर्भ संस्कार एउटा अथाह सागर, त्यसमा पनि समय मिल्यो भने निश्चित रूपमा हामी लाइभमा जोडिएर भए पनि उहाँको आइडीबाट लाइभमा जोडिएर मेरो आइडीबाट त्यसरी हामी एउटा चर्चा गर्ने प्रयास गर्छौं। किनभने गर्भ संस्कार विषय हाम्रो घर घरमा पुग्न जरुरी विषय हो जस्तो मैले एउटा अनुभव गरेको छु। हाम्रो चैतन्य कृष्ण शास्त्रीज्यू जतिखेर सरल पढाउनु भएको थियो, उहाँले बाल संस्कार नामको एउटा कार्यक्रम सुरु गराउने प्रयास गर्नुभयो, जुन कार्यक्रम केही दिन चल्यो र त्यसलाई पनि हामीले एड्रेस गर्न जरुरी छ। ती कुराहरूलाई पनि अगाडि बढाउन जरुरी छ र आज धेरैजनाले हेर्नुभयो, धेरैजना जोडिनु भयो र एकदम अन्तिमसम्म पनि बस्नु भयो। जो जोडिनु भएको छ उहाँहरू अन्तिमसम्म बसिरहनु भएको छ। धेरै धन्यवाद सबैजनालाई
र म शान्ति पाठबाट आजको कार्यक्रम हामी समाप्त गर्न जाँदैछौँ। सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयाः, सर्वे भद्राणि पश्यन्तु, मा कश्चित् दुःखभाग् भवेत्। ओम शान्ति शान्ति शान्तिः, सुशान्तिर्भवतु। सबैलाई राधे राधे, जय श्रीमन्नारायण। हजुरहरूले मेरा मिठा नमिठा कटु वचनहरू पनि कतिवटा सुनिदिनु होला, त्यसका लागि पनि म क्षमा प्रार्थी छु। केही कुरा यदि हजुरलाई मन परेन भने मलाई वापस फर्काइदिनु होला, तर यस वार्तामा केही विशेष कुराहरू हजुरलाई मन पर्यो भने हजुरले अवश्य पनि अपनाउनु होला भन्ने कामना गर्दै अब हामी यस सन्ध्याकालीनमा बिदा लिँदैछौँ। राधे राधे। राधे राधे, जय श्रीमन्नारायण। र गुरुजीको अहिले पनि म भन्दैछु आइडी यहाँ जोडिएको छ। हजुरहरूले उहाँको जुन व्याकरण कुलम श्री गोविन्द पीठम भनेर लेखिएको छ त्यसलाई फलो गर्नु होला, उहाँसँग जोडिनु होला। धेरै राम्रा कुराहरू हजुरहरूले सिक्न पाउनुहुनेछ, बुझ्न पाउनुहुन्छ। धन्यवाद।